नमस्कार। आजको यो विशेष सामग्रीमा हामी एकदमै रमाइलो र जीवन बदल्ने विषयमा कुरा गर्दैछौँ। हाम्रो आजको मुख्य लक्ष्य भनेको एउटा निकै व्यवस्थित तरिका अपनाएर हामीले सोच्दै नसोचेका र परम्परागतभन्दा नितान्त फरक करियरका विकल्पहरू उजागर गर्नु हो। 100 करियर गाइड नामक स्रोत सामग्रीमा आधारित रहेर आज हामी कसरी आफ्नो स्वाभाविक जिज्ञासालाई पछ्याउँदै एकदमै सुहाउँदो र सफल पेशा फेला पार्न सक्छौँ भन्ने कुरा सिक्नेछौँ। ल, आजको हाम्रो यो यात्रा कसरी अघि बढ्छ त? सरसटी हेरौँ है। सुरुमा हामी परम्परागत करियरको भ्रमबारे कुरा गर्छौँ, त्यसपछि 30 दिने अन्वेषण च्यालेन्ज, करियरका 8 मुख्य प्रकारहरू, केही अनौठा बाटोहरूको परीक्षण र अन्त्यमा पुरानोबाट नयाँ करियरमा कसरी सुरक्षित रूपले सर्ने भन्ने कुरा हेर्छौँ। सुरु गरौँ पहिलो खण्डबाट, परम्परागत करियरको भ्रम अर्थात् हामीलाई वर्षौंदेखि देखाइएको त्यो 7 करियरको जाल। अब मलाई भन्नुस् त, सामान्यतया एउटा विद्यार्थीलाई कतिवटा करियर अप्सन दिइन्छ? सोच्नुभयो? हो, प्रायजसो हामीलाई जम्मा 7वटा जति सीमित विकल्पहरू मात्र देखाइन्छ। डाक्टर, इन्जिनियर, पाइलट, वकिल, यस्तै। समाजले यस्तो भाष्य तयार पारेको छ कि मानव सफल हुने अरू कुनै बाटै छैन। तर के यो साँच्चै हो त? पक्कै पनि होइन। यो स्रोत सामग्रीले एकदमै गजबको कुरा भनेको छ। करियरको दुनियाँ ती 7वटा विकल्पभन्दा धेरै नै विशाल छ। यो सामग्रीको मुख्य उद्देश्य नै यही हो कि हामीले आफ्नो सम्भावनाको दायरा फराकिलो पारौँ। अलिकति बाहिर चियाएर हेऱ्यौँ भने नि त्यहाँ असङ्ख्य अवसरहरू पर्खिरहेका छन्। यो 100 करियर नोबडी टोल्ड यु अबाउट गाइडको आवरण हेर्ने हो भने एउटा कुरा एकदम प्रष्ट हुन्छ। हामीले यो पुरै किताब घोकेर बस्नु पर्दैन, मात्र यसका कोटीहरू अर्थात् क्याटेगोरीहरू सरसती हेर्ने हो र भित्रैदेखि कुन कुरामा आफ्नो जिज्ञासा जाग्छ ठ्याक्कै त्यसैलाई समात्ने हो। सुरुवात गर्नको लागि योभन्दा ठूलो सङ्केत अरू केही हुनै सक्दैन। ल, अब जाउँ खण्ड 2मा, 30 दिने अन्वेषण चुनौती। यो एउटा एकदमै व्यावहारिक ढाँचा हो। अब प्रश्न आउँछ, आफ्नो अहिलेको काम नछोडिकन, कुनै ठूलो जोखिम नमोलिकन कसरी नयाँ कुरा खोज्ने त? यसको लागि यो 30 दिने च्यालेन्ज एकदमै काम लाग्छ। हेर्नुस् है, यो एकदम सजिलो छ। पहिलो स्टेप, दिनको जम्मा 10 मिनेट छुट्याएर लिस्ट हेर्ने र आफूलाई मनपर्ने कुराहरू टिप्ने। दोस्रो, तीमध्ये उत्कृष्ट 5वटा छान्ने अनि लगातार 30 दिनसम्म दिनको 30 मिनेट त्यसको बारेमा मजाले खोजतलास गर्ने। र तेस्रो, 30 दिनपछि आफूलाई कस्तो महसुस भयो त्यो विचार गर्ने। सामान्य लाग्ने जिज्ञासालाई एउटा ठोस बाटोमा बदल्न यो तरिका साँच्चै नै जादु जस्तै काम गर्छ। अब पालो खण्ड 3को, करियरका 8 मुख्य प्रकारहरू। यहाँ हामी मानिसको प्राकृतिक प्रवृत्तिको कुरा गर्नेछौँ। सोच्नुहोस् त, यति धेरै पेसाहरूलाई कसरी वर्गीकरण गर्ने? यो रङ्गीन स्पेक्ट्रल इन्डेक्सले यसलाई एकदमै सुन्दर तरिकाले देखाएको छ। यसले हाम्रो व्यक्तित्व र कामको प्रकृतिलाई ठ्याक्कै जोड्ने काम गर्छ। सजिलो भाषामा भन्नुपर्दा सबै करियरलाई मानिसको ऊर्जा र स्वभावको आधारमा विभिन्न समूहमा बाँड्न सकिन्छ। जस्तै हेर्नुस् न, आफ्नै हातले केही न केही नयाँ कुरा बनाउन मन पराउनेहरू मेकर्सको समूहमा पर्छन्, अनि अरूसँग बोल्न, नयाँ मान्छेसँग चिन्जान गर्न ऊर्जा आउनेहरू चाहिँ कनेक्टर्स हुन्। त्यस्तै बाहिर घुम्न मन पराउने एक्सप्लोरर्सदेखि लिएर गहिरिएर समस्या समाधान गर्न रुचाउने थिङ्कर्ससम्म यहाँ सबैको लागि ठाउँ छ। मुख्य कुरा आफ्नो प्राकृतिक स्वभाव चिन्नु हो। अगाडि बढौँ खण्ड 4तर्फ, असामान्य बाटाहरूको परीक्षण अर्थात् आफ्नो रुचिलाई कसरी पेशामा बदल्ने। हामीसँग कति धेरै फरक र चाखलाग्दा विकल्पहरू छन् भन्ने कुरा यो तालिकाले छर्लङ्ग पार्छ। उदाहरणको लागि, यदि कसैलाई मिनिएचर आर्टिस्ट बन्न मन छ भने अलिकति माटो ल्याएर साना वस्तुहरू बनाएरै परीक्षण सुरु गर्न सकिन्छ। ड्रोन पाइलटमा रुचि छ भने एउटा ड्रोन भाँडामा ल्याएर उडाउने अभ्यास गर्न सकिन्छ। अथवा बिहेभियरल इकोनोमिस्ट बन्न मन छ भने त झन् मानव व्यवहारका किताबहरू पढेरै सुरु गर्न सकिन्छ। यी सबैले हाम्रो फरक व्यक्तित्व र रुचिलाई सम्बोधन गर्छन्। अब यहाँनिर एउटा एकदमै महत्त्वपूर्ण कुरा छ, यो 0 रुपियाँको अङ्क। प्राय हामीलाई के लाग्छ भने, ओहो, नयाँ कुरा सिक्न त टन्नै पैसा चाहिन्छ होला। तर यो एकदमै गलत सोच हो। धेरैजसो नयाँ करियरको अन्वेषण गर्न सुरुमा 1 रुपियाँ पनि खर्च गर्नु पर्दैन। पैसा छैन भन्ने बहाना अब चल्नेवाला छैन है। पत्यार लागेन? ल, यहाँ हेर्नुहोस्, UI UX डिजाइनर बन्ने सोच छ भने मोबाइलमा भएको कुनै पनि एपको डिजाइनलाई पेपरमा कोरेर परिवर्तन गर्ने कोसिस गर्न सकिन्छ। खर्च 0। ट्रेकिङ गाइड बन्न मन छ भने स्वयंसेवकको रूपमा जान सकिन्छ। फोरेन्सिक साइन्टिस्टबारे जान्न इन्टरनेटमा पुराना केस स्टडीहरू पढ्न सकिन्छ। देख्नुभयो त, यी सबै कुरा परीक्षण गर्न कुनै ठूलो पुँजी चाहिँदैन, मात्र इच्छा शक्ति भए पुग्छ। अब हामी अन्तिम खण्ड 5मा आइपुगेका छौँ, सुरक्षित परिवर्तन अर्थात् पुरानो कामबाट नयाँमा जाँदाको खाडल कसरी पुर्ने। ल, मानौ हामीले आफ्नो लागि नयाँ र रमाइलो करियरको बाटो पत्ता लगायौँ रे, तर अब के त? फ्याट्टै पुरानो जागिर छोडेर नयाँमा हाम फाल्न त एकदमै डर लाग्छ नि, होइन र? हो, यही डरलाई हटाउन यो स्रोत सामग्रीले विजेता दहियाको टु हेल विथ द्याट जब भन्ने किताब सिफारिस गरेको छ। जो मानिसहरू आफ्नो अहिलेको तनावपूर्ण र दिक्क लाग्दो काममा फसिरहेको महसुस गरिरहेका छन्, उनीहरूका लागि यो किताब एउटा एकदमै गतिलो पुल बन्न सक्छ। यो किताबमा साँच्चै नै गजबका कुराहरू छन्। पहिलो कुरा, यसले हामीलाई कसरी यो प्रणालीगत पासोले बाँधेर राख्छ भन्ने कुरा प्रष्टसँग बुझाउँछ।
त्यसपछि मुख्य जागिर नछोडिकनै शनिबार र आइतबारको समय अर्थात् विकेन्डमा कसरी नयाँ करियरको जग बसाल्ने भनेर एउटा व्यावहारिक योजना दिन्छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, जागिर छोड्नको लागि आर्थिक हिसाब किताब ठ्याक्कै कसरी मिलाउने भनेर पनि सिकाउँछ। यसले गर्दा बिना कुनै हतार एकदमै सुरक्षित र स्मार्ट तरिकाले नयाँ पाइला चाल्न सकिन्छ। अब एउटा अर्को रमाइलो कुरा हेरौँ। यदि कोही अझै पनि मैले त्यो 30 दिने च्यालेन्ज कहाँबाट पो सुरु गर्ने होला भनेर अलमलमा पर्नु भएको छ भने चिन्ता लिनु पर्दैन। आजकल एआई करियर कोच जस्ता अत्याधुनिक उपकरणहरू पनि उपलब्ध छन्। एआई फिएस्टामा भएको यस्तो टुलले हाम्रो व्यक्तित्व, रुचि र सिपलाई मजाले विश्लेषण गर्छ र ठ्याक्कै सुहाउने करियरका बाटाहरू सुझाइदिन्छ। प्रविधिको कमाल। अब आजको यो विशेष सामग्रीको अन्त्यमा एउटा सानो तर गहिरो प्रश्न विचार गरौँ त। हामीले अघि कुरा गरेका ती 8वटा मुख्य प्रकारमध्ये कुन चाहिँमा तपाईँहरूको स्वाभाविक जिज्ञासा सबैभन्दा बढी मेल खान्छ जस्तो लाग्छ? मेकर्स, थिङ्कर्स कि एक्सप्लोरर्स? यो प्रश्नले पक्कै पनि हामी सबैलाई आफ्नो भित्र लुकेका गुणहरू चिन्न मद्दत गर्नेछ। याद राख्नुस्, नयाँ कुरा सिक्न र आफ्ना सम्भावनाहरूको ढोका खोल्न कहिल्यै पनि ढिलो हुँदैन। अन्वेषणको यात्रा आजैबाट सुरु गरौँ।